आज हामी खोटाङको नुन्थलाबाट यात्रा सुरु गर्दै हुर्लुङ मुढे हुँदै घुमाउरो बाटोहरू छिचोल्दै दिक्तेल बजार पुग्दैछौँ। दिक्तेल पुगेपछि हाम्रो पहिलो गन्तव्य हो देवीथान कालिका भगवती मन्दिरमा पुग्ने। अब हामी हातडाँडाबाट देवीथानतर्फ उकालो लाग्दैछौँ। यो सडक कच्ची र धेरै ठाउँमा बिग्रिएको भएकोले बाइक सावधानीपूर्वक चलाउनु पर्छ। तर बाटोभरि देखिने हरियाली र सुन्दर दृश्यले यात्राको थकान नै बिर्साइदिन्छ। भनौँ न स्वर्गको कहीँ पुगे जस्तो फिल हैन लाइफमा। अब केही बेरमै हामी माथि देवीथान कालिका भगवती मन्दिरमा पुग्नेछौँ। यहाँ दर्शन गर्दै वरिपरिको रमणीय दृश्य पनि आउनुहोस् अवलोकन गरौँ है त। यो हो बुद्धेश्वर गुफा। मन्दिर नजिकै रहेको प्राकृतिक बुद्धेश्वर गुफा हेरेपछि हामी उकालो लाग्दै ऐतिहासिक मजुवागढी पुग्छौँ। यदि तपाईँ खोटाङ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने नुन्थला मुढे दिक्तेल देवीथान मजुवागढीको यो यात्रा अवश्य अनुभव गर्नुहोस्। आउनुहोस् यो सुन्दर यात्रामा हामीसँगै रहनुहोस्। हेलो नमस्ते साथीहरू, तपाईहरू सबैलाई हाम्रो नयाँ यात्रामा हार्दिक स्वागत छ। आज हामी खोटाङको यो नुन्थलाबाट यात्राको सुरुवात गर्दैछौँ। आजको गन्तव्य हो दिक्तेल बजार। यो यात्रामा मुढे हुँदै अघि बढ्ने क्रममा बाटोभरि हरियाली, डाँडाकाँडा, घुमाउरो सडक, गाउँ बस्ती र मनै लोभ्याउने प्राकृतिक दृश्यहरूले हाम्रो यात्रालाई अझ रमाइलो बनाउनेछ। यस्ता सुन्दर दृश्यहरू हेर्दै र यात्राको मजा लिँदै हामी दिक्तेलतर्फ अघि बढिरहेका छौँ। दिक्तेल पुगेपछि देवीथान कालिका भगवती मन्दिर दर्शन गर्नेछौँ। त्यसपछि बुद्धेश्वर महादेव गुफाको अवलोकन गर्दै अन्त्यमा ऐतिहासिक मजुवागढी पुग्नेछौँ, जहाँबाट दिक्तेल र वरपरका रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ। यदि तपाईलाई मोटरसाइकल यात्रा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक स्थानहरू मनपर्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। नुन्थला कटेर अलिक पर पुगेपछि हुर्लुङ बजार पुगिन्छ। यो हो हुर्लुङ बजार। यहाँबाट देब्रे लागेर जानुभयो भने जाल्पा, बाक्सिला, ऐसेलखर्क, खोटाङ जिल्लाको उत्तरी भेगहरू थुप्रै ठाउँहरू तपाईहरू पुग्न सक्नुहुन्छ। अहिले हामी हुर्लुङ बजार छोडेर पनि अलिक ओर आइसक्यौँ। बादल लागेर माथि माथिसम्म ढपक्कै ढाकिसकेको छ। प्राय जस्तो यो गाउँ बस्तीहरूमा मुढेदेखि हुर्लुङसम्म यसै गरी कुहिरोले ढाकिरहन्छ। तर आज भने चाहिँ दिनहरू एकदमै खुलेकै रहेछ।
साथीहरू, अहिले हामी मुढे डाँडामा आइपुगेका छौँ। यहाँबाट चारैतिर फैलिएका हरियाली पहाड, गहिरा खोज, छरिएका गाउँ बस्ती र घुमाउरा सडकको दृश्य निकै आकर्षक देखिन्छ। मौसम सफा भएको दिन यहाँबाट पूर्वी नेपालका केही हिमश्रृङ्खलाहरू पनि टाढाबाट अवलोकन गर्न सकिन्छ। बिहानको चिसो हावा र हिमालमाथि परेका घामका किरणहरूले यो स्थानलाई अझ मनमोहक बनाइदिन्छ। केही समय विश्राम गर्दै यी सुन्दर दृश्यहरूको आनन्द लिउँ है त। यात्राको थकान बिर्साइदिने यस्तो सुन्दर दृश्यहरू केही बेर हेरेपछि हामी फेरि दिक्तेल बजारतर्फको यात्रा अघि बढाउँदैछौँ। घुमाउरो बाटोहरूलाई छिचोल्दै हामी अघि बढिरहेका छौँ। यो ठाउँबाट तपाईँहरूले कुहिरो नलागेको बेला धेरै ठाउँहरू देख्न सक्नुहुनेछ। खोटाङ र भोजपुरको सिमानामा अवस्थित टेम्के डाँडा लगायत खोटाङ जिल्लाको धेरै ठाउँहरू पनि अवलोकन गर्न सक्नुहुनेछ। पारी देखिरहनु भएको ठाउँ दिक्तेल बजार हो। आज हामी यो दिक्तेल बजार हुँदै माथि देखिएको डाँडाको चुचुरोमा पुर्याउनेछौँ। अहिले हामी दिक्तेलको एकदमै नजिक आइपुगिसकेका छौँ। यो हो दिक्तेल बजार प्रवेश गर्ने मुख्य द्वार। यो हाइवे नछोडी तपाईँहरू जानुभयो भने चखेवा हुँदै भोजपुर पुग्न सक्नुहुनेछ। यो हाइवे भोजपुरसँग जोडिएको छ। हामी अब दिक्तेल बजार प्रवेश गर्दैछौँ।
यो हो हाटडाँडा। डिक्टेल बजारभन्दा अलिक पर पुगेपछि हामी हाटडाँडा पुग्यौँ। यहाँनिर हामी एकछिन धुधारमा पऱ्यौँ। बाइक लिएरै माथि जाने कि बाइक यहीँ छोडेर भनेर हामी एकछिन अन्यलमा पनि पऱ्यौँ। त्यसपछि फेरि हामीले निर्णय लियौँ कि बाइकै लिएर माथि जाने। हामी उकालो लागिरहेका छौँ। यहाँनिर एकजना बहिनीलाई सोध्यौँ बाटो कस्तो छ, बाइकहरू माथि जानु सकिन्छ कि सकिँदैन भनेर सोध्यौँ। कुनुले भन्यो बाइकहरू अहिले खासै जाँदैन, बाटो अप्ठ्यारो छ, ढलान गरिरहेको छ। तर हामीले अर्को बाटोबाट जाने निर्णय गऱ्यौँ। त्यसपछि फेरि हामी यहाँबाट पनि अघि नै बढ्यौँ। तपाईँहरू यदि हिँडेर जानु चाहनुहुन्छ भने हाटडाँडामै बाइकहरू राखेर हिँड्दै पनि जानु सक्नुहुन्छ। हामीले चाहिँ आज बाइकै लिएर माथि जाने निर्णय गऱ्यौँ। मेघे चौतारा जाने बाटो छोडेर हामी यहाँबाट उकालो लाग्यौँ। तपाईँहरू यहाँबाट सिधै पर गएर उकालो निस्केर पनि जानु सक्नुहुनेछ। तर आजभोलि ढलानको काम भइरहेकोले सवारी साधन आवत जावतमा रोक लगाएको रहेछ। हामी यहीँबाट निस्किने निर्णय गऱ्यौँ। बाटोहरू चाहिँ एकदमै चुनौतीपूर्वक नै छ, त्यति सजिलो भने चाहिँ छैन। र पनि हामी अप्ठ्यारोको बावजुद सँगै हामी अघि बढिरह्यौँ।
कस्तो बवाल रहेछ यहाँ चाहिँ। दादा यहाँ आउनु। लाइनमा होला नि। मूर्ति पनि मन्दिर छ एउटा। यसमा चाहिँ कसरी एक्सर्साइज हुन्छ त? गोरु खसी पार्ने जस्तो छ त? होइन यो उयो होला यस्तो गरी यता झुन्डिने रहेछ। हेलो यहाँ नै के छ घुम्ने ठाउँ? काम हुँदैछ? हेलो हेलो हामी माथि पुग्यौँ एकदम रमाइलो। दादाले पुरा यहाँ एक्सर्साइज हान्दैछ हौ। उ दादा भयो क्या भयो। त्यस्तो एक्सर्साइजलाई त एकदमै डाङडुङ हुन्छ। मन्दिर देख्न सक्नुहुन्छ तपाईँहरू। दाइ यो ढुङ्गा काटेर बनाउनु भएको कि यस्तै पाउँछ? खानी नै यस्तै छ कि है? कहाँबाट ल्याउने? आउनु है छुट्टी होला है म त ए मेन टाढा यो हो घुम्न। बनाउँदै हुन्छ है त्यो माथि सिसा त्यहाँ बनाएको। अहिले हामी दिक्तेल बजार माथि अवस्थित देवीथान कालिका भगवती मन्दिरमा आइपुगेका छौँ। खोटाङ जिल्लाको महत्त्वपूर्ण धार्मिक स्थलमध्ये एक मानिने यस मन्दिरमा वर्षभरि भक्तजन दर्शनका लागि आउने गर्छन्। विशेष गरी दशैं, चैते दशैं र अन्य धार्मिक पर्वहरूमा यहाँ ठुलो मेला लाग्ने गर्दछ। भक्तजनहरूले यहाँ पूजा आराधना गर्दै सुख शान्ति र मनोकामना पूरा हुने विश्वास पनि राख्छन्। मन्दिर परिसरबाट दिक्तेल बजार र वरिपरिको सुन्दर प्राकृतिक दृश्य पनि अवलोकन गर्न सकिन्छ। यदि तपाईँ दिक्तेल घुम्न आउनुहुन्छ भने यो पवित्र स्थलमा एकपटक अवश्य दर्शन गर्नुहोस्। अब मन्दिरको दर्शन गरौँ, त्यसपछि नजिकै रहेको बुद्धेश्वर महादेव गुफातर्फ लाग्नेछौँ। कालिका भगवती मन्दिर दर्शन गरिसकेपछि हामी फेरि ओह्रालो लाग्यौँ बुद्धेश्वर गुफातिर। ल तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ दिक्तेल बजार है। हामी चाहिँ माथि मन्दिर कालिका भगवती मन्दिरबाट फर्केर यस्तो झरेर यहाँ सिँढीमा बसेको। तपाईँहरू यहाँ तल हातडाँडाबाट चाहिँ हिँड्दै आउनु भने यस्तो सिँढी आउनु पाउनुहुन्छ होइन। अनि बाइकबाट आउनु भने चाहिँ त्यो अघि हामी हिँडेकै बाटो खाल्दाखुल्ली गएर। दादा यता हुनुहुन्छ। दादा कस्तो लाग्यो त हौ खोटाङ? हजुर एकदमै म त त्यहाँ यता हेर्नु न यता। ए त्यहाँ हेरेर टोलाइरहेको छु क्या म एकदम कल्पनामा डुबिरहेको छु है। दिक्तेल बजार हेरेर एकदमै भनौँ न स्वर्गको कहीँ पुगे जस्तो फिल होइन। लाइफमा चाहिँ यात्राहरू गर्ने क्रममा यस्तो राम्रो ठाउँहरू भेटिँदो रहेछ है। कस्तो मनै कस्तो छर्लङ्ग के, कस्तो शान्त छ, कति है हरियाली छ। बजार कस्तो आफैमा कस्तो राम्रो छ, सुविधा सम्पन्न बजार रहेछ दिक्तेल बजार है। फर्स्टचोटि आएको, पहिलोचोटि आएको। अनि यो माथि कालिकाबाट सबै भ्यू देखाएर छ दिक्तेल बजार। जे होस् एकदमै नयाँ अनुभव अनि एकदम ह्याप्पी मोड अनि एकदम रमाइलो फिल भइरहेछ, महसुस भइरहेछ। ऊ त्यो यो नम्बर होइन त त्यही हो नि त। अर्को साम्पाङ लुट भएको मैले थिएँ नि। यस जाउँ दादा जाउँ। यहाँबाट चाहिँ पुरै बजार निस्किन्छ जस्तो लाग्यो। फोटो खिच्दा यहाँबाट चाहिँ
ओ त्यहाँ बस्नु म खिचिदिइहाल्छु नि हौ यो रुखले अलिकति छल्दा छ मात्रै ए राख मैले त अर्कोमा पानी आएर छ नि त दादा आराम मात्रै छ कि पानी आउँदैन अहिले हामी बुद्धेश्वर महादेव गुफामा आइपुगेका छौँ। प्राकृतिक रूपमा बनेको यो गुफा दिक्तेलको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलमध्ये एक हो। स्थानीय जनविश्वास अनुसार यहाँ भगवान शिवको विशेष कृपा रहेको मानिन्छ। त्यसैले वर्षभरि भक्तजनहरू दर्शनका लागि आउने गर्छन्। अब आउनुहोस् यस गुफाभित्रको प्राकृतिक सुन्दरता र धार्मिक वातावरणलाई नजिकबाट हेरौँ। यता चाहिँ यस्तो छ है गुफा हलेसी जस्तै सुभाष दादा ल दामी अहिले त बत्ती रहेछ नि त धेरै प्रगति भएको रहेछ नि त दादा अन्त ओ दादा कहाँ पर्खिनु न हौ डर लाग्छ बा चिप्लो रहेछ है तर गुफा गुफा ओ दादा कहाँ गएको माथि नै गएको ओइ कहाँ गएर आएको त्यहाँ चाहिँ म चाहिँ माथि जाने ठाउँ पनि छ यता ठाउँ छ लाइट मोबाइलको लाइट बालेर हेर्नु न मेरो चक्स यहाँ राख्नु पऱ्यो माथि कहाँसम्म छ त बाटो त जाने अझै माथिसम्म म देखाउनु त के छ माथिसम्म कहाँसम्म होला क्या जाउँ न जाउँ पर्खिनै किन लाइट बाल्छु ल ओ दादा चिप्लो चाहिँ चिप्लो रहेछ है चिप्लेर गइहाल्यो नि फेरि ओ दादा ओ सुभाष दादा बुढो त हरायो त यार के ठाउँ भयो स्यालहरू बस्छ कि भाइ पाइलै पाइला छ त है ए अझै माथिसम्म छ छ होला अझै उता देखाउनु न लाइट पहिले सङ्कटकालमा लग्ने ठाउँ चाहिँ रहेछ है यहाँसम्म आउँदछ मान्छे हो खै गयो त के छ हिँड्नु न यहाँसम्म हिँड्नु त यहाँसम्म छ अझै भयो छैन होला अब त छैन रहेछ यति रहेछ कसरी यस्तो भएको होला है अर्के केराहरू चाहिँ यहीँ खाँदो कि के हो डम्बरू बबाल रहेछ है डम्बरू दिक्तेल चाहिँ बबाल देखेको छ पुरै डिजिटल वर्जन पुरै दिक्तेल हो यो कता अरे भोलिले चाहिँ यहाँ त वर्ल्ड कप देखाउने हो कि के हो बस् यार बुलबुले कहाँनिर भन्यो नि ठ्याक्क यो पनि राति बल्ने खतरा लाइट रहेछ उहाँले चाहिँ धेरै विकास गरेको रहेछ कुरा सँगसँगै भन्नु ए अहिगो र उता रहेछ क्या बसु उहीँ आउँथ्यो रहेछ त गाडी हो अघि त्यही त यता आउँ भन्दा चाहिँ तपाईँ मानेन भने उतै जानु भयो नि त यस्तो रहेछ है यहाँ चाहिँ राति झलल बल्ने फोटो त यहाँबाट पो खिच्ने खालको नयाँ भिडियो
ल त कसले उखाइ खाइगएछ यहाँ माथि यस्तो यस्तो देख्न सक्नुहुन्छ होइन यी यत्रो टडा जस्तो यो भी आकारको अनि यहाँ मुनि चाहिँ यत्रो नयाँ उ रहेछ डम्बरू र तिर्सुर भर्खर मर्मत गर्दै रहेछ अनि पहिले आउँदाखेरि त यस्तो खासै थिएन यस्तोहरू केही थिएन नर्मल मात्रै थियो म नआएको पनि धेरै भइसकेको छ यहाँ माथि दिक्तेलको यो माथिको देवीथान डाँडा अहिले त धेरै परिवर्तन भइसकेको छ नि यस्तो भने यस्तो बबाल सिसी क्यामेरा पनि रहेछ पुरै होइन अनि तपाईँहरू आउँदा चाहिँ यहाँ तल त्यो हातडाँडामा बाइक राखेर यो सिँढी हिँड्नु मन छ भने सिँढी आउँदा पनि हुन्छ होइन अनि बाइकहरू पनि आउँछ अघि हामी आएकै बाटो हात लाग्ने चाहिँ त्यो रहेछ बाइक चाहिँ यता तलबाट आउँदो रहेछ होइन हामी चाहिँ यो तलबाट निस्किएको अनि यहाँनिर आइपुगेर हामी चाहिँ फेरि उता गएर माथिको यहाँ माथि डाँडामै लेपुराको बाइक चाहिँ अनि तर आउनु चाहिँ यताबाट पनि आउँदो रहेछ बाटोहरू चाहिँ अलिअलि खराबी सो अब चाहिँ हामी माथि मज्जागढी भन्छ होइन मज्जागढी जानु लागेको तपाईँहरू पनि आएको बेला जानु सक्नुहुन्छ माथि मज्जागढी खासै मान्छेहरूलाई त थाहा हुन्न है माथि पनि त्यस्तो घुम्ने ठाउँहरू छ भनेर मज्जागढी छ भनेर म चाहिँ त्यो ठाउँहरू पनि देखाउँछु त्यो ठाउँतिर लागेको हामी चाहिँ अघि हामी चाहिँ उता साइडबाट आएको अब चाहिँ यताबाट फेरि उकालो चढ्नुपर्ने हुन्छ यो खै के को लागि बनाएको होला हौ सरकारी केहीको लागि बनाएको होला सरकारी त हुन्छ होला नि सरकारी हो त हामी चाहिँ फेरि उकालो निस्किँदै गरेको यो साइडपट्टिबाट होइन हो मैले एउटा कुरा नबुझेको कुरा चाहिँ यो चाहिँ चराको मन्दिर कि राखेको मन्दिर होला अनि यो कुनैमा चाहिँ छैन अनि यो चाहिँ कसले चोरी लान्छ हौ आफै बजाउँदै भत्की झरेको त होइन होला होइन पक्कै पनि कसले भत्कारै फालेको होला जस्तो लाग्यो मेरो विचारमा चाहिँ तपाईँहरूलाई चाहिँ के लाग्छ कि राखेकै यस्तो मात्रै टक्रक्क राखेको त होइन होला हो हजुर यस्तो च्याउने हुँदो मसे शम्भु चाहिँ हो यो त होइन हजुर मसे शम्भु होइ सुम्बु भन्छ हामी तपाईँहरू चाहिँ मसे शम्भु कि के यो भन्छ यो चाहिँ हाम्रो गाउँतिर जङ्गलतिर पाउँछ खुट्टा पनि खानु हजुर मरिँदैन होइन मरिँदैन यसको नाम चाहिँ के त वापानाप भन्छ त्यसलाई चाहिँ अर्को चाहिँ होइतिसुम भन्छ मरियो भाइ यो च्याउ खाएर होइन यो सधैँ हामीले खाइराखेकै हो कि त्यही भएर मरिँदैन होला ल मन्दिरहरू गुफाहरू चाहिँ यहाँ तल भयो अनि त्यहाँबाट तपाईँहरू त सरर यता रोटेर आएर यहाँबाट उता नगएर चाहिँ यतातिर जानुभयो भने चाहिँ यहाँ माथि पुग्नुहुन्छ है मज्जागढी यहाँ साकेला सानो सानो बोर्ड राखेको छ यो के को लागि राखेको यो अब पछि यहाँ लेख्छ क्या अब ए त्यो उहरू टाउनलाई हो अनि यो बिच जङ्गलको बिचतिर यो उहरू पनि छ सानो सानो त्यो चाहिँ पार्टीहरू होला ट्रस्ट बनाएको छ यो चाहिँ के को लागि त्यो त्यत्तिकै पार्टीहरू बनाएको होला क्या अनि यहाँनिर चाहिँ अझै लेख्नुहरू बाँकीनिर चाहिँ अझै पछि अब लेख्छ है यहाँ यो यसको बारेमा होला सायद अनि अखेटा अहिले त सिँढी बनिसकेको रहेछ सिँढीहरू पहिलेतिर म आउँदाखेरि चाहिँ थिएन अन्त धेरै परिवर्तन भइसकेको छ अब एकैचोटि माथि गएपछि देखौँ है एकछिन माथि उकालो हिँड्नुपर्छ साथीहरू फाइनल्ली 3-4 मिनट हिँडेपछि हामी यता आइपुगेको अवस्था गलेर म चाहिँ सुलिफातै भएँ घाम पनि बबालै लागिरहेछ गर्मीले पसिना चुहाइदिरहेछ तोप त्यति
उता 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 अहिले भरे देखाउँछु। यहाँ चाहिँ घर पनि बन्दै रहेछ होइन। फेरि दिक्तेलको देवधान देखाइसकेपछि यति चाहिँ तपाईँहरूलाई के नदेखाउनु भनेर मात्रै हो। टक्क देख्नु सक्नुहुन्छ सोलेमा चिन्डो पनि है। चिन्डो सोलेमा हाम्रो भाषामा चाहिँ सोलेमा भन्छ। अनि तिन चुला तिन चुला यहाँ चाहिँ मैले पहिले टिकटकमा पनि हालेको थिएँ, एकदम भाइरल भएको थियो यो तिन चुलाको बारेमा। पुत्रधन बाजेले भन्नुभएको थियो। यहीँ नाप्नेको थियो नि त साकेला। अस्ति लागिसक्यो यहाँ साकेला चाहिँ। के अरे दादा यो ठाउँमा ठ्याक्कै मजुवागढी। अनि दादा माछा पनि रहेछ यहाँ। दिक्तेल मजुवागढीको यो चाहिँ क्लब हो। यो तिन चुला रहेछ। यता चाहिँ आर्मी ब्यारेक पनि थियो। यता आर्मी ब्यारेकतिर चाहिँ नदेखाउँ खासै। बरु यहाँ माछा हेर्नु चाहिँ थैट फिला जत्रो माछा होला भनेको चाहिँ उता पो होइन पो है। अहिले हामी ऐतिहासिक मजुवागढीमा आइपुगेका छौँ। इतिहास अनुसार यो गढी किराँतकालमा राज्यको सुरक्षा र शत्रुको निगरानीको लागि निर्माण गरिएको महत्त्वपूर्ण गढी पनि मानिन्छ। आज पनि यहाँ रहेका पुराना अवशेषहरूले किराँती सभ्यता र इतिहासको झल्को दिन्छ। यहाँबाट देखिने दिक्तेल र वरिपरिको सुन्दर दृश्यले यो स्थानलाई अझ विशेष बनाएको छ। यहाँ त वाले वाल छ। अन्त भत्काएर यस्तो बनाएको रहेछ। के हो यो? हिमाल चुचुरो बनाएको छ। यो खासमा किन ठहराएको हो त चाहिँ थाहा छैन है। हजुर बाबाले ठहरा छ। पहिले त्यहाँ वरिपरि वाल थियो सिन्धुली गढीको जस्तो। अहिले यस्तो बनाएको छ। अनि यहाँनिर चाहिँ तोप बान्ने अरे। यहाँ चाहिँ एउटा ढुङ्गा गुराउने अरे। गुराउने ठाउँ अरे भन्थ्यो पहिले होइन। ढुङ्गाबाट माथिबाट त्यहाँ युद्ध गर्दाखेरि के भन्छ त्यसलाई? युद्ध गर्दाखेरि गोली छल्लिनेलाई के भन्छ अब त्यसलाई? के भन्ने? सेफ्टीको खालको त्यहाँ वरिपरि वाल थियो क्या। अहिले त भत्काएर यस्तो है। कसले भत्काएको यस्तो बनाएको छ कि भत्काएर फेरि बनाउनु लागेको कि? यो गढीहरू चाहिँ यहाँ छ। एउटा गढी होइन मजुवागढी भयो। यहाँ मजुवागढी खोटाङमा पऱ्यो। अनि उता सिन्धुली गढी छ, सिन्धुलीमा छ होइन। अनि उदयपुर गढी यता उता पनि होला। अनि यता उदयपुरमा पनि छ गढी। उदयपुर गढी चौदन्ती गढीमा कि कता पर्छ सायद त।
लगाइदिएको यहाँ चाहिँ साथीहरू आजको यात्रा यहीँसम्म। हाम्रो साथमा नुन्थलादेखि मुढे हुँदै दिक्तेल देवीथान, कालिका भगवती मन्दिर, बुद्धेश्वर महादेव गुफा र ऐतिहासिक मझगढीको यात्रा गर्नुभएकोमा धेरै धेरै धन्यवाद। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्। तपाईको माया र साथले हामीलाई सधैँ यस्तै नयाँ ठाउँहरूको यात्रा लिएर आउन प्रेरणा दिन्छ। फेरि अर्को नयाँ यात्रामा भेटौँला।